गाइज अनि म चाहिँ यहाँनिर मेरो भाइसँग घर जाँदैछु अनि गाइज आजको भ्लग चाहिँ खतरा छैन खतरा छ ल त डेन्जरवाला क्यामेरा देखेर बोल्दै हिँड्नु र गाइज आज चाहिँ हामी भ्लग जाँदैछु भ्लगमा आज चाहिँ हाम्रो नयाँ भ्लग हो यो सबैजनाले खुकुरी भ्लगलाई चाहिँ सब्सक्राइब हानिदिनु होला यो चाहिँ मेरो दाइको च्यानल हो युट्युब च्यानल मेरो पनि एउटा च्यानल छ तर भिडियो हालेको छैन यो आङ भइछ बोल्दैन के हुँदैन यहाँनिर अब उतातिर खेल्दैछन् फुटबलहरू अब यहाँनिर हामीहरू चाहिँ जाँदैछौँ गाइज गाइज ए कता छ हेर्नु त के कता हेर्नु न गाइज अनि मैले चाहिँ नयाँ हेयरस्टाइल काटेको कस्तो भन्दैन होला अनि यो चाहिँ हाम्रो साह्रै जिस्किने भाइ हो अनि घर पुगिन्जेलसम्म त के भिडियो बनाउनु अब 10-20 मिनटको हुन्छ गाइस अब सिधै हामी यो भिडियो काटेर घर भाइले डिपी गरिदिन्छ अरे लु गर्यो त लु गर्दै नगर्दै अघि गर्दैछ त तर च्यानलमा भ्युज पर्छ गर्दै आउँदैन हो गर्दै डिपी च्यानलमा भ्युज अरे यत्तिको भए पुगेन अब यस्तो भ्यास 99 को च्यानलमा आपको स्वागत है तो ये मेरा डेकोर गेमिंग और ये वन टॉप 99 हेडशॉट का आज चाहिँ तँ घर पुग्नुपर्छ ए भ्लग भिडियो नाको ए यो भ्लग च्यानलमा गाइज अब चाहिँ हामी घर पुग्नु लागिसक्यौँ ल गाइज आज चाहिँ हामी घर पुग्नु लागिसक्यौँ होइन अब हिँडेर गर्नुपर्छ हेर्नु होला मेरो पसिना हेर्नु न भाइको अब यहाँ बाटो आधी बाटो पुगिसक्यौँ क्या अब मैले घोष मलाई अब चाहिँ गाई झन् यस्तो सिधै जाने अनि यताबाट यस्तो बाटो छ अनि त्यसरी अलिक आउने बित्तिकै यताबाट आउने बित्तिकै त्यतैबाट जाने अनि चाहिँ फुपूको घर पुगिन्छ म चाहिँ फुपूको घर गएको दाइसँग दाइले मलाई लिनु आउनुभएको दाइलाई फोन गर भनेको थिएँ अनि छुट्टीभरिमा अल्छी लाग्छ र दाइको घरमा बस्दाखेरि जहिले मलाई मजा आउँछ त्यही भएर दाइको घर गएको मम्मीलाई भनेर केही अब भाइलाई यस्तो आफ्नो घर चाहिँ लग्नु परेन अनि छुट्टीमा यस्तो मजा गरोस् न म नि अब भाइकै घरदेखि आएको अब यस्तो पकवानहरू खुवाउनु परेन भाइलाई त्यो गाइस फाइनली घर पुगिसक्यो अनि हाम्रो बिगन दाइ भन्नु नि त्यो भिडियोमा मलाई भनेको यस्तो म त के भन्नु केमा हाल्छ यो भिडियो चाहिँ युट्युबमा ए हाल्दैछौ ल भाइ अब भाइहरूको युट्युबलाई सब्सक्राइब गरिदिनु माया गरिदिनु सपोर्ट गरिदिनु त्यही त नि होइन ल अहिले चाहिँ हामी 3 कुने मेला पनि जानु आँटेको अब ओके लेट्स सी अब केही दिनपछि भेटौँ फेरि बिगन दाइले चाहिँ सपोर्ट गरिदिनु भयो